नमस्कार साथीहरू। आज नेप्से 30 अङ्कले बढेर 2754 अङ्कमा बन्द भएको छ। सबै लगानीकर्ताहरूलाई बधाई छ। नेप्से धेरै दिनपछि आज राम्रो अङ्कका साथ बढेको हामी देख्न सक्छौँ। हामीले आवरली क्यान्डलबाट हेऱ्यौँ भने हामीले आवरलीमा यो सपोर्ट एरियाबाट सपोर्ट लिएर नेप्से बढेको हामी देख्न सक्छौँ र यो बढ्ने क्रममा चाहिँ यो भोल्युम पनि बढ्दै गएको हामी देख्न सक्छौँ। बोलिन्जर ब्यान्ड लाएर हेर्ने हो भने बोलिन्जर ब्यान्डको मिडल ब्यान्ड अर्थात् यो 20 दिनको मुभिङ एभरेजलाई तोडेर माथि आज बन्द हुन सफल भएको छ। यो पनि पोजिटिभ लिन सक्छौँ हामीले। आरएसआई पनि एग्रेसिभली माथि बढेको छ, यो पनि पोजिटिभली लिन सक्छौँ हामी। एमएसिडी लगाएर हेर्ने हो भने एमएसिडीमा यो पोजिटिभ क्रसओभर पनि हामी देख्न सक्छौँ र यो हिस्टोग्राम पनि आज हरियो भएको छ। यो त झन् एकदमै राम्रो भएको छ। यो ट्रेन लाइन तानेर हेर्ने हो भने वैशाख 22 गते यो ट्रेन लाइनबाट बढेको थियो र रिट्रेसमेन्ट आउँदा यो ट्रेन लाइनमा नछोइकनै बढेको छ। यसले चाहिँ बुलिसनेस अझै धेरै हावी भएको हामी भन्न सक्छौँ। अब नेप्से फेरि पनि यो पुरानो रेजिस्टेन्स जोन जुन चाहिँ रहेको छ 2775 देखि 2800 को एरिया, यसको नजिकै गइसकेको छ। त्यसैले नयाँ बाईको लागि चाहिँ हामीले वेट गर्नुपर्ने हुन्छ र ट्रेन लाइन तानेर हेर्ने हो भने आज ट्रेन लाइनलाई पनि भोल्युमसहित ब्रेकआउट दिएको देख्न सक्छौँ। यो पनि अर्को पोजिटिभ पाटो रहेको छ। आज सबैभन्दा धेरै बढ्ने स्टक युएलएचसी, एमएचएनएल, बुङ्गल, एसआइपिडी, सिटी, माविलुङ एनर्जी, टिबिसिएल, बन्दीपुर, टिपिसी, एसएबिबिएल र यो टप गेनरमा चाहिँ हामीले प्राय सबै जेन्जी स्टकहरू देख्न सक्छौँ। आज सबैभन्दा धेरै घटेको स्टक कोर्पोरेट डेभलपमेन्ट ब्याङ्क सिओआरबिएल रहेको छ र यसले टर्नओभर पनि धेरै नै ल्याएको छ। टप टर्नओभरमा यो फर्स्ट पोजिसनमा रहेको छ र सबैभन्दा धेरै टर्नओभर आउने कम्पनी चाहिँ यही रहेको छ, सिओआरबिएल। त्यसपछि एकेजेसिएल, अपी, रिडी, एनएसपिसी, बुङ्गल, शिवम, आरएसएमएल, एसओएचएल र बन्दीपुर केबल कार रहेको छ। हाइड्रो पावर सब इन्डेक्स हेर्ने हो भने हाइड्रो पावर सब इन्डेक्सले चाहिँ यो ट्रेन लाइनबाट सपोर्ट लिएर माथि आज भोल्युम सहित बढेको देख्न सक्छौँ र यो चाहिँ पोजिटिभ साइन रहेको छ। फाइनेन्स इन्डेक्स हेर्ने हो भने फाइनेन्स इन्डेक्स पनि आज नेप्से बढेको जस्तै गरेर बढेको छ। ब्याङ्किङ इन्डेक्स पनि आज 10 अङ्कले बढेको छ, यो पनि पोजिटिभ नै लिन सक्छौँ। र डेभलपमेन्ट ब्याङ्क हेरौँ भने चाहिँ डेभलपमेन्ट ब्याङ्कमा चाहिँ हामीले आज केही सेलरहरू चाहिँ अलिकति हाभी भएको हामी देख्न सक्छौँ, तर क्यान्डल चाहिँ पोजिटिभली नै क्लोज भएको छ। र समग्रमा हेर्दाखेरि आज बजार पोजिटिभ देखिन्छ र अब हामीले बाईको लागि चाहिँ केही वेट गर्नुपर्ने हुन्छ, किनभने यो पहिलाको रेजिस्टेन्स एरिया नजिकै छ। अब माथि चाहिँ हामीले बाई गर्ने होइन, यो तल किनेको स्टकहरू चाहिँ हामीले प्रफिट बुकिङ गर्नुपर्ने हुन्छ। अब यदि तपाईँहरू केही किन्न चाहनुहुन्छ भने चाहिँ नेप्सेलाई भन्दा पनि स्टक वाइज जानु होला। स्टप लस राखेर चाहिँ तपाईँले ट्रेड गर्नुपर्ने हुन्छ। अब इन्भेस्टिङको लागि हेरिरहनु भएको छ भने चाहिँ तपाईँहरूले इन्भेस्टिङ गर्ने स्टकहरू चाहिँ जुनै एरियामा पनि लिन सक्नुहुन्छ। यो भनेको चाहिँ अलि लो नै एरिया हामीले भन्न सक्छौँ, तर ट्रेडिङको लागि चाहिँ अब यो एरियामा किन्न पर्ने हुन्थ्यो। तपाईँहरूले यो एरियामा किन्न भएको छैन भने चाहिँ अब केही रिट्रेसमेन्टको लागि चाहिँ कुर्नुपर्ने हुन्छ। आजको लागि यो भिडियो यति नै गरौँ। तपाईँलाई यो भिडियो मन परे लाइक र केही सोध्नुपर्छ भने कमेन्ट गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।